हामी चाहिँ आज सुसमाचार प्रचारको लागि निक्लेका छौँ। अनि हाम्रो फिलिप दाई हुनुहुन्छ मसँग यहाँ गाडीमा। अनि हाम्रो पछाडि आउनु हुँदैछ पास्टर पूर्ण तामाङ। अनि त्यसपछि अनि हाम्रो दार्जिलिङबाट आउनुभएको भाइहरू हुनुहुन्छ। ल अहिले हामी पूर्वतर्फ जाँदैछौँ होइन, पश्चिमबाट पूर्वतर्फ जाँदैछौँ हामी। आजको मौसम पनि राम्रो छ होइन, धेरै गर्मी पनि छैन, हावा चलेको कारणले गर्दाखेरि। अनि घाम पनि मधुरो लागेको छ नि त अहिले। गाउँ गाउँ सहर सहर घुम्दै आयौँ हामी, बाँड्दै तिर्खाए कहरलाई जीवनको पानी, आइपुग्यौँ त्यही बिर्से। दाजु तपाईँ कहाँको, दिदी तपाईँ कहाँको, विश्वास गरी मुक्ति पाए यसो नाम हो है उहाँको। कति महान प्रशंसा होइरहोस् ईश्वरको, कति महान। जानुभयो, उहाँ धेरैसँग भेटघाट गर्नुभयो, उहाँले सुसन्देश तिनीहरूलाई सुनाउनु भयो। त्यहाँ धेरै लङ्गडा थिए, कोही अन्धा थिए। जब उहाँले लङ्गडालाई छुनुभयो, लङ्गडा हिँडे भन्छ, अन्धाले पनि आँखा देखे भन्छ। यहाँसम्म कि एउटा मरेको लाजरस व्यक्ति जब उहाँले नाम काटेर बोलाउनु भयो, लाजरस जिउँदो भएर उठेर आए। अनि त्यसपछि मान्छेहरू अचानक माने यो व्यक्ति को रहेछ भनेर ठक्कै परे। अनि त्यसपछि मानिसहरूले विश्वास गर्न सक्यो कि उहाँ चाहिँ साधारण मान्छे होइन। हामीले छुयौँ भने लङ्गडा त हिँड्दैन। तर उद्धार चाहिँ ख्रिस्ट येशूमा छ। जतिले मलाई ग्रहण गर्छ उनीहरूले उद्धार पाउनेछ भनेर लेखेको छ। मैले पनि अझभन्दा 14 वर्ष अगाडि के रहेछ भनेर मैले पनि खोजेँ, बाइबल पढेँ। अनि बाइबलमा मैले साँच्चै भेटाएँ कि हाम्रो उद्धार चाहिँ केवल येशूमा। धर्मी छु भनेर हामी भन्न सक्दैनौँ। हामी सबै अगाडि नै हुनुहुन्थ्यो, जसले हामीले देखिरहेका घाम गर्नमा सहायता मद्दत गर्नुभएको छ। धन्यवाद। जतिजनाले आज विश्वास गरेका छन् उनीहरूको विश्वास स्थिर रहन सकेको, कुनै पनि समस्याहरू, कुनै पनि अन्धकार शक्तिले विश्वासबाट पछि हुँदैन थियो। मान्छे बुढो पनि हुँदैन थियो, मान्छेलाई दुःख कष्ट पनि हुँदैन थियो। त्यति बेला सबै कुरा राम्रो थियो। तर पहिलोचोटि जुन बनाएको थियो नि मान्छे, त्यो मान्छेहरू सुसमाचार भयो। अनि हामीले हाम्रो मिटिङ आजको यस्तै अलिअलि कुरा मात्रै भयो। सुसमाचारतिर हामी अहिले जाँदैछौँ। दीपक भाइ, हाम्रो पास्टर बुबाहरू, अनि 2जना मिसनरी भाइहरू। नागाल्यान्ड कहाँबाट सर्ट मात्रै हो। हुन्छ ल, बाई बाई सबैजनालाई। अहिले इन्डिङ भएको छैन ए त्यो नपाउनु पर्ने। नगरामै नयाँ टोली। हजुर के छ र ढुङ्गा लाग्यो। यो त हाम्रो एउटा चर्च जस्तो लाग्यो। बेलबारीमा पनि यस्तै छ क्या। बेलबारीमा यस्तै उसमा छ। यहाँ हिँड्छ यता यो ल कुन चर्च